चिनीमा पो बसेछ यार खतरा टाइममा आइपुग्यो यार हामी कति आउँछौ मेरो सपनीमा सुटु के हो कसो हो मसँग हिँड्ने भाइ चाहिँ यो कतिको मन पर्यो यसले हुने खालको बडा हरामी हो एकदम ह्यान्डसम छ कसले मन पर्छ यस्तो केटीहरूले मेन्सन हानिम अबे साले जो माफ करना ल गाइजहरू यस्तो भएको छ अस्ति चाहिँ मेरो है पुरा बाइक नै अब बनाएको छैन यो बनाउनु पर्ने हुन्छ के गर्नु यस्तै छ अझ अब यो बाइकमा राइड गर्न लागेको यो भाइ र म अनि राइड भन्नाले अब अलिअलि काम छ त्यही हो अब सो हेलो एन्ड नमस्ते एभ्री वान वेलकम ब्याक टु एनदर ब्लग सबैजना स्वागत छ आजको ब्लगमा अलिअलि काम छ भाइ त राइडर खतरा दुखिरहेको छ यार यस्तो गरौँ न अब हामी मोटो ब्लगमा भेट्नु पर्ने हुन्छ है त मौसम चाहिँ यस्तो छ कि एउटा भ्यूहरू चाहिँ यस्तो बवाल देखिरहेको छ इभिनिङ टाइम हो अहिले अनि बाटो चाहिँ पुरै खतम भइरहेको छ अगाडि आऊ भ्यू हेर्न यहाँ आउनुपर्छ स्वर्ग हेर्ने हो स्वर्ग ल खतरा टाइममा आइपुग्यो यार म चाहिँ आएको चाहिँ यो डाँडाबाट हो क्या यहाँबाट बबाल भ्यू ल भन्नै परेन क्या है यस्तो बबाल देखिरहेको छ कि स्कुल देख्न सक्नुहुन्छ उनी चोर यो माथि हो कि यो माथि हो अन्त एउटा यस्तो बबाल देखिरहेको छ भ्यू भन्नै नपर्ने कि भ्यू हेर्न त यहाँ पो आउनुपर्छ यार हुन्छ अब के हुन्छ अपडेट दिँदै गरौँला अब सही कति आउँछौ मेरो सपनीमा सुटुकै एक दिन वेलकम टु मोटो ब्लग सबैजना सबै एकछिनको हुस आयो त यार यहाँको चलन नै त्यस्तो छ अब के भन्नु है एकछिनको हुस आइदिने भ्यू चाहिँ एकदम बबाल देखियो अघि है तर यहाँ चाहिँ भ्यू हेर्न चाहिँ झुकेर आउनुपर्छ क्या जम्बडी म्यान के हो कसो हो खाजा खायो जम्बडी म्यान के छ आरामै ल ठिक छ उतातिर गएर आउँछ ल के हो कसो हो लुक एट द भ्यू स्मारकतिर घुम्छौँ हल्का यसो हाल्छौँ अनि त्यसपछि भेट्नुपर्ने हुन्छ यहाँबाट चाहिँ स्मारक पनि अरू भन्नु पनि गाइजहरू अहिले चाहिँ हामी डाँडाबास स्मारक आइपुगेको अवस्था अनि साथीहरू पनि भेट भयो साथीहरू भन्नाले साथी चाहिँ यहाँ छ के साथी ठिक छ मेरो भिडियोलाई के भन नि त यता भिडियोमा 1 मिलियन पुगाउनु पर्यो अनि माया देखाउनु पर्यो सबैजनाले अनि यस्तो पारामा होइन सबैजना आउनु पर्यो यता सबजनाले माया देखाउनु पर्यो यस्तै होइन त सही हो मौसम कुरो गर्नुमा त यस्तो भइरहेको छ अनि त्यही हो मसँग हिँड्ने भाइ चाहिँ यो सबैले चिनिराख्नु होला कतिको मन पर्यो यसको साइज यसले हुने खालको बडा हरामी हो त्यही हो अनि यो त केटीहरू पनि आउन सक्नुहुन्छ म चाहिँ धेरै चाहिँ केटीहरूले रिक्वेस्ट चाहन्छु यसो हल्का जिस्किङ मात्र के हेर्ने केटा है नरिसाउ केटाकेटी हो अब के हुन्छ अपडेट गर्दै गरौँला एकछिनपछि भेट्नुपर्ने हुन्छ है त लुक एट द भ्यू गाइजहरू यस्तो छ अहिलेको मौसम ल गाइजहरू अहिले चाहिँ म चाहिँ शुभकाम साथीसँग आइसकेको छौँ एकदम ह्यान्डसम छ कसले मनपर्छ यस्तो केटीहरूले मेन्सन हानिम अबे साले जो माफ करना हल्का जिस्केको मात्र हो अलि उसो धेरै सोझो नै छ मुस्कानै काफी ल गाइजहरू यो ठाउँ नै हो डाँडाबास अनि यहाँ चाहिँ हाम्रो विकास कुङबा मामाको हल्का पसलहरू रहेको छ म बबाल नै छ हाम्रो विकास मामा चाहिँ यहाँ हुनुहुन्छ मामा के छ कहाँ मामा भाग्नु भएर तपाईँ यार तपाईँको इन्ट्रो हालिदिने अनि तपाईँ भाग्ने मेरो यो भिडियोलाई के भन्नु नि त अनि भिडियो हेरेर खाना आउनेहरूलाई होइन एउटा डिस्काउन्ट हो हुन्छ हल्का हल्का चक्लेट लानुपर्ने हुन्छ बहिनीलाई है यति अब पैसाको जति चक्लेट आउँछ त्यति यहाँबाट टक्कसँगले त्यो चाहिँ बनाउँदै हो कि चक्लेट चाहिँ
लगभग रात परिसकेको अवस्था चिनीमा पो बसेछ यार। रात परिसकेको अवस्था यस्तो देखिन्छ। बेलुकाको तस्बिरहरू हल्का। हस्, धन्यवाद आङ्गी। ल मामा गयो त मेरो भिडियोलाई के भन्नुहुन्छ मामा? हल्का 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 ल हजुर बेलुकाको तस्बिर यस्तो देखिन्छ गाइजहरू। के गर्नु, पानी परिसकेको अवस्था। बाटो चाहिँ एकदम खतरनाक खराब छ, त्यही भएर अब घर जानुपर्ने हुन्छ। आजको भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु। गुड नाइट। अनि थ्याङ्क्स वाचिङ फर भिडियो। यति धेरै माया देखाइदिनु भएकोमा आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई।